हेलो नमस्ते सबैजनालाई। म चाहिँ अब 8 वर्षपछि चाहिँ हाम्रो गाउँ होइन पूर्व पाँचथरमा आइपुगेको छु होइन। मेरो यो भान्साको व्रतबन्धको लागि आउनै पर्ने स्थिति भएर चाहिँ यसो गाउँ टेकेको हो। गाउँको चाहिँ के रहेछ त स्थिति भनेर चाहिँ यसो बुझ्न पनि मन लाग्यो क्या। धेरै पछि आफ्नो जन्मभूमि आइपुग्दाखेरि चाहिँ जस त्यो पुरानो धेरै समय त बिताएको छैन, त्यही पनि अब जति समय बितायो अलिअलि गाउँघरको चाहिँ त्यो पुरानो भाइसहरू चाहिँ विकल भइरहेको छ होइन। हेर्दै जाउँ अब के रहेछ त गाउँको स्थिति चाहिँ। एकचोटि मजाले गाउँ डुलेर चाहिँ अब फर्किनु पर्ने स्थिति आयो होइन। आज चाहिँ म यहाँ मेरो बुवाको जेठो दाइको घरमा आइपुगेको छु होइन। सानो बेला हुँदा चाहिँ हामी पुरै खेल्ने ठाउँ हो कि यतातिर होइन। यो गाउँ तल सबै जति यहाँ देखिरहेको छ यो सबै मेरो ठुलोबाउको हो कि। यस रमाइलो भइरहेछ। अब हेरौँ के हुन्छ होइन। यसो गाउँ चाहिँ एकचोटि मजाले डुल्नु पऱ्यो। अब आफू जन्मेको ठाउँ पनि यसो हेरेर चाहिँ समय व्यस्तताको कारणले अब धेरै बेर त बस्न सकिन्न। जति बस्नु अब यसो हेर्नु पऱ्यो आफ्नो जन्म तल हेर्दै गर्नुलाई गाइस। कुन 500 रुपियाँमा 100 चाहिँ मरेछन्। 100 चाहिँ मरेछन्। सुन्तलाले ठुलो हुन्छ। अहो प्रजाति त एउटै हो। ए कता सानसाना होला गुलिया होला। के यो चाहिँ बाख्राले के पात खान्छ भनेर किन नि यो मलाई भाइरल गराइदिए दाजु म बस्छु भने। ए हो र भाइरलै गराइदिनु बोकिएको लडायो अब वजन लाग्यो मान्छेलाई। ए कडै हो फाइदा भएन भने हो र। ए यो गाउँ देखेको चाहिँ हाम्रो मामा घर ढुकुरी भन्छ यसलाई चाहिँ होइन। कहाँ देखियो मामा घर देखियो कहाँ देखिएको त मामा घर देखियो त। यो कसको घर देखियो यो कसको घर हो यो। कुन चाहिँ रहेछ हाम्रो मामा घर। तल चाहिँ यो चाहिँ हुर्कियो यो तिनतले घर जस्तो लाग्यो। यो चाहिँ हुर्कियो अब
उसलाई भन्छ ढुकुरे होइन। हाम्रो मम्मीको गाउँ चाहिँ हो। ठ्याक्क हाम्रो बडी बागको घरबाट चाहिँ एकदम क्लियरली देखिँदैछ कि आमाले देख्न खुसी होस् न ढुकुरे तपाईँको गाउँ भनेर। हामी ब्याक टु टाउन। Hey. पुरै पहाडी भेगमा फलेको कफी होइन, एकदम कफीको लागि पनि राम्रो ठाउँ रहेछ है यो मेरो गाउँ चाहिँ। यस बाई। मेरो गाउँ चाहिँ इन्ट्री भइसकेको अवस्था हो होइन। यसो पुरै मेरो गाउँ यहाँभन्दा अलिकति अगाडि छ चाहिँ मेरो घर होइन। मेरो घरभन्दा पनि मेरो हजुरबाउको घर है त। हेर्दै गर्नु होला, मेरो हजुरबाउको घर चाहिँ सबैलाई स्पष्ट देखाइदिनु पऱ्यो। हो र कहाँबाट चाहिँ म आएको भन्ने कुरा त हाम्रो रुट त थाहा हुनु पऱ्यो नि त। त्यो भएर आज चाहिँ हाम्रो रुटमा 8 वर्ष भयो होला नआएको, 8 वर्ष जति भयो होला ग्याप भएको। जस मजा हावै छुट्टी चलिरहेछ। अघि त्यो डाँडा पारि चाहिँ मेरो घर हो। त्यो घर देखिरहेको छ नि, त्यसको डाँडा, त्यसको लालदाजु दाई भन्ने एउटा दाईको घर हो होइन। यो त्यो सेतो चाहिँ त्यो ढाकेर छ त्यो रुखले। कहाँ हो दाई? यो त सबै आफ्नै मान्छेको घर सुरु भयो होइन। यो हो यहाँ भयो बारीको पाडा पाटामा चाहिँ पुरै बाइक आउने स्थिति आइसकेको छ। भइहाल्नु अलिकति चेन्ज देखेको चाहिँ यही होला। हजुर गाडी अब जुन भेट्छ त्यसमै हिँडिदिनु दाइ, जुन भेट्छ त्यसमै हिँडिदिने हो। हालै मेरिट बिजुली स्टेसन रे जहाँ पनि पुरै विवाद प्रचार बन्द भएको छ भन्ने जस्तो चाहिँ कुरा सुनिरहेको छ। गाउँलेबाट के हो भने खै थाहा छैन यस कुरा गर्दै चाहिँ कुन चाहिँ रहेछ भनेर हेरेर के रहेछ उहाँ छ ल ढुकुरे माएको छ। ढुकुरे कहाँ फाइनली होइन मेरो हजुरबाउको घर चाहिँ आइसकेको अवस्था हो। बाटो चाहिँ एकदम यस्तै रहेछ होइन। स्थिति के रहेछ त यो घरको एकचोटि यसो हेर्नु पऱ्यो। त्यो पनि बाली चाहिँ यस्तो भइसकेको छ ल हेर्नु त। यो के अरे यो अरे यो बाटो म यताबाट आउँछु होइन। सब बारी यहाँनिर सबै हाम्रै हो होइन। तलदेखि तलसम्म हाम्रो भन्नाले नै यो हाम्रो हजुरबाउको, यस हाम्रै दाजुभाइको यस होइन हाम्रो पऱ्यो। अब यो मेरो हजुरबाउको घर चाहिँ यस्तो भइसकेको छ ल। हेट दुःख भइसकेको त यो ठाउँ थियो। बच्चा बेला त लास्टै रमाइलो थियो। लास्टै उजाडै भइसक्यो नि अनि ल हेरौँ त मूल घरको अवस्था यस्तो रहेछ त नि
यो हाम्रो मूल गरे हेर्नु त बढीमा अनि यो चाहिँ हाम्रो हजुरबाउले होइन ए यहाँनिर मेरो बाउको रे ए यहाँ पनि त घर थियो होइन यहाँ घर थियो हाम्रो घर त लडिसकेको छ यतिकै लडिरहेको छ होइन पुरै यहाँ जङ्गल बनाएर बस्दाखेरि कति आनन्द आउँला कति रमाइलो ठाउँ छ हेरौँ न सनसेट कस्तो राम्रो देखिएला क्या होइन मैले पनि भने तपाईँ जस्तो डाँडा भने यहाँ तल हो कि मैले चाहिँ हेरेको ठाउँ यस्तो देखियो यार मूल घर खड्काहरूको मूल घरको अवस्था त ठिक देखिनँ मैले तपाईँहरूलाई चाहिँ सबैले मिलेर ठिक गर्नै पर्ने स्थिति देखियो यहाँ अब हेर्दै जाउँ के हुन्छ अब भविष्यले देखाउँछ अनि यो साइलाको यहाँ गाब्ने लोग्ने कान्छाको चल्नु तार ए यो भनेपछि यो सबै बाउकै अन्डरमा पर्यो ए ए हो र मैले बनाउने यो गरेर उत्तिकै यो गरेर दिवसहरू त यो चाहिँ अङ्कलहरूको पर्छ यो चाहिँ साटो यो तार कान्छाको त्यही भने यो चाहिँ फेरि अङ्कलको परेछ क्या ठ्याक्कै मैले चाहिँ अझै यहाँ तल हेरेँ हो क्या खास यो पनि हाम्रै पर्छ कि यो सरकारको पर्छ यो रुखसम्म अनि यसमा चाहिँ दुईजनामा कसको माइला साइला कि कान्छा ए अनि यही ठाउँ हेरेँ हो क्या मैले चाहिँ खास यहाँ यो घर बनाएर यहाँ मैले बस्दाखेरि कस्तो देखेला चाहिँ हेरौँ त यहाँ बसेर माथि छत बनाएर बसेर होइन कम मजा आउँछ त यहाँ चारैतिर देखिन्छ नि त यहाँबाट यस्तो बनाइसकेको तल चाहिँ हाम्रो स्कुल यहाँको सामुदायिक स्कुल हेरौँ त सामुदायिक स्कुल हिँड्दै आइयो चार ठाउँ कहिले लड्दैन हेरौँ न त लिएर त्यो काटेको टावर ठिक छ है हाम्रो रोडले चाहिँ सबैलाई छोडेर जानुभएको चाहिँ यहाँ रहेछ यो माथि लेकमा चाहिँ होइन अब तल बेसी झर्दैछौँ अब बेसीमा पनि छ अलग अकडा होइन तल त्यो बेसी अर्को तल बेसी भने चाहिँ त्यो नदीको ठ्याक्क माथिपट्टि छ क्या जाउँ है त हजुर यता पनि सबै हाम्रै हो जे हाम्रै हजुरबाउको हो नि यो सबै त्यो डाँडा यता यो डाँडादेखि यतापट्टिको यहाँ तलसम्म है होइन स्कुल पुग्छ म भन्छु ए तलसम्म यो गहिरो भाइहरूको यो गहिरो 5 वटा गरा छन् त्यहाँदेखि उँधो यो स्कुल अहिले गाउँपालिका बनेको उँभो हाम्रो ए यो रातो घरदेखि हो त मेरो अंश हेर मेरो अंश हेर यो साइलाको गराबाट कराउँछु यहाँ यो साइलाको मुखसम्म आउँछ त्यो लामो गरौँ
त्यसलाई यस्तो यहाँ भन्नुपर्छ त हाम्रो हजुरबाउ त अनि ठुलो मान्छे रहेछ नि। यो त डाँडा काँडै छ त बुढाको नि। नदीसम्म अहिले अनि यहाँदेखि ऊ तलसम्म छ ल डाँडा काँडासम्म हैट त्यसै खड्के मुखिया त भने हिँड्दैछ हाम्रो हजुरबाउ। अवसर देखाउनु पर्यो नि त मैले। कस्तो ताल भयो तल कालो छ त्यति भएर बाँकी रहेछ ए पुरै त्यहाँ त पिच रोडै भइसकेको छ नि। पुरै अब अलिकति बाँकी रहेछ हेरौँ त के रहेछ पुरै पिच भइसकेको अरे अब चाहिँ हामी लगभग तल बेसी आउँदै हो बाटो यस्तो रहेछ त्यहाँ पुरै असल के हो त्यहाँ पुरै हलचल खाने छ के हो यो बच्चा बेला चाहिँ पुरै तल र माथि गर्दा थकित भएको बेला चाहिँ ठ्याक्कै उयो दुईवटा रुख छैन त्यो रुखमा चढेर चाहिँ पुरै आनन्द शीतल तापेको चाहिँ एकदम याद आउँछ कि मलाई ठ्याक्कै त्यो रुख देखेर चाहिँ त्यो फ्ल्यासब्याक मेमोरी हामीलाई क्या रुखमा रुखमा चढेर मजाले है ठ्याक्कै माथि बस्यो मजाले चिन्नुले बसेर चाहिँ अनि त्यो पुरानो दिनहरू चाहिँ पुरै याद आइरहेको यो बाटो देखेको तल माथि धेरै गरेको ठाउँ त यो यस्तो डाँडाबाट तल आउँदाखेरि थकित भयो बेला चाहिँ यहाँ आनन्दले रुखको छारीमा एकछिन बस्यो अनि झर्दियो राम्रो भयो ल यो ठिकै पहिला चाहिँ यो होला जस्तो भयो हाम्रो कान्छो अङ्कलको हाम्रो चाहिँ यतापट्टि खोइ गएको थियो यहाँ थियो होइन कति जस्तो छ छैन गरेर हुन्छ हट आउनु न ल कोदो छोएर झप्पे साइडो र तपाईँका बुवा साइडा कोदो छोएर बेचेछन् गोर्खेलो लाल लडाएको रहेछ हामी गएको थियौँ मुखिया मान्छौँ नि त्यतिखेर मुखिया मान्छे अनि बाबु त घरमा ढिक्या अब चाहिँ चोर चाहिँ भने घरसम्म बाबाजी नकुट भोलि पछि यताउता गर्छन् नकुट यो छोड्छन् नानी भन्दै कोदो छोएर बुढो बच्चैदेखि छोराड हो नि त यो चाहिँ हाम्रो हजुरबाउको मैलो छोराको घर है त यहाँ नि मेरो परिवार होइन मेरो बाउको दाइको घरमा आइपुगेको हो अवस्था हो हेरौँ के रहेछ परिस्थिति बुझ्दै जाउँ यस बच्चा बेला जस्तो थियो त्यस्तै छ खासै परिवार पनि छैन जस्तो कस्तो मेन्टेन गरेर राइट आँपको बगैँचा चाहिँ मजाले बनाएर चाहिँ ल बढीवाला हे त्यो पुरै घेरिदिएको आम अनि एकदम सही गर्नु भएको छ तपाईँ
होइन मेहनत चाहिँ गर्नुभएको छ बडीले यहाँदेखि ल हाम्रो यो हजुरबाउको साम्राज्यमा चाहिँ हामी अब इन्ट्री भएको अवस्था हो होइन हैट अनि यो कति किलो छ त यो त 100 किलो छ त्यो रातो होइन उताको त्यो चाहिँ हाम्रो हजुरबाउको कान्छा छोरा यहाँनिर मेरो अङ्कलको घर हो यस पुरै बगैँचा छ यो बारी आँपको बनाएर चाहिँ ठिक गराएर छ उनीहरूले हेलो हेलो हो के हो नाम तिम्रो यसमान हो के हो देशे ल हाम्रो देश त यहाँ रहेछ त देशै रहेछ त ठिक छ यो के रहेछ यो ओहो डेन्जर फल्दो रहेछ यस अङ्कलको चाहिँ ठिक रहेछ है अनि ठिक बनाएको छ त अनि दामी बनाएको छ त नमस्ते घरको अवस्था यस्तो रहेछ क्या पुरै जिन्नु हैट यस्तो छ हालत यार पूजा त पाली पो हो त म त त्यो सोचिरहेँ पूजा त पाली पो हो त पहिला होइन अनि बयारको यो बच्चालाई बयारको रुखमा कति टिपेर खान्छ यार हामीले अनि हैट हो खाना लिनु त पुरै हजुरबाउले छोडेर जानुभएको दिनहरू यो डाँडोदेखि लिएर होइन यो डाँडाको तल पछिल्लो कहाँसम्म छ त्यो सबै हजुरबाउकै दिनहरू रहेछन् यसो कुरा पनि त यति साह्रो जग्गा के गर्ने आम्मा बाटो त्यही होइन अब यो पसल त धेरै डेन्जर बन्ने रहेछ त्यो बाटो रुट भ्याइ नभए रोड सोड पुरै बनिसकेको छ राम्रै रोड बनाएर छ त होइन उत्पत्ति स्थल रे फुक्कु केतन यो यति चाहिँ बनाएको छैन होइन 16 भनेर दुई दुईवटा गाडी जान्छ यसमा केटाहरूले कछाड मछाड गरेर चाहिँ कहाँ उठ्यो भने अहिले यो त सबै नदीको भाग पर्छ जस्तो लाग्यो मलाई यसो विचार गर्दा है नदीको भाग यहाँ माथिसम्म हुन्छ बढी भए छ हो र भनेपछि यहाँदेखि माथि सबै हाम्रो त सबै यो डाँडै हाम्रो त माथि नै हाम्रो घर यस्तो डाँडोमा त के गर्ने होला यो डाँडो ल भन्नु त केही उपाय सिकाउनु त पछि अब ढुङ्गै बाटो बिकेर जान्छ ढुङ्गा धेरै छन् होइन हजुरबाउ त खडै मान्छे रहेछन् उहाँ चाहिँ ए यो भाग भने ए यो खनेको चाहिँ यो भनेको ए यहाँ घर बनाउने भन्ने जस्तो कुरा अरे
ए अनि मतलब ठुलो छ भने त यत्रै त रहेछ त कहाँ छ त ल कुन यो र यो भने यो पनि हो ए, नदीको किनारसम्म हाम्रो भनेपछि आम्मा आम्मा। हुने ठाउँ छ सबैले हुने ठाउँ छ भन्ने कुरामै ए त्यही घर बनाउनु पर्छ भने हाम्रो ढुङ्गा नफ्याँके यतिमा विवाद भएको धेरै छ नि अलिक ए यति त ठिकै छ त अनि के भयो त अहिले ढोला बिसाहरू पनि थुप्रो छ सात पनि देखाएन यो एरिया हाम्रो पल्ला खोलासम्म जान्छ नि त उतापट्टि नै हेर्नु ठाउँ राखेको छ र अर्को केही गाडी पारेकै हुन्छ अलरेडी यत्रो बनाइसकेपछि यहाँ त केही न केही गर्नु मिलिहाल्छ नि अनि यति त अनि मतलब ठिक छ यार यति यति यतिमा पो म त माछालाई ठुलै माछालाई फाँटै होला भनेर सोचिरहेको अनि मिलाएको त यति होला नि त